हेलो नमस्ते सबैजनालाई पञ्चासे ब्लगमा मेरो टिकटकमा जोडिनु हुने, फेसबुकमा जोडिनु हुने, युट्युबमा जोडिनु हुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। म चाहिँ आज पोखरातिरको हल्लीचल्ली के छ त चुनावको बारेमा चाहिँ भन्न आइरहेको छु। कास्कीका 3वटै क्षेत्रमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले चाहिँ यसपालि जुन पुरानो दरहरूलाई चाहिँ एकदम टकराव दिने भनेर चाहिँ सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको छ। हेरौँ अब यसपालि कास्कीका 3वटा क्षेत्रमा चाहिँ अब कडा प्रतिस्पर्धा हुने देखिएको छ होइन। त्यसैले चाहिँ अब यसपालिको तपाईँको भोट चाहिँ केलाई दिँदै हुनुहुन्छ, कुन पार्टीलाई दिँदा ठिक हुन्छ, पार्टीभन्दा पनि हामीले व्यक्ति हेर्नुपर्ने अवस्था आइरहेको छ होइन। त्यसैले चाहिँ अब कास्की क्षेत्र नम्बर 3मा चाहिँ मेरो विचारमा होइन यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेर्ने कि भन्ने चाहिँ मेरो धारणा छ होइन। त्यसैले चाहिँ सबैजनाले अत्याधिक मतले चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङलाई चाहिँ अत्याधिक मतले विजय गराइदिनु हुनेछ भन्ने अपेक्षासहित बिदा माग्छु। धन्यवाद। पुरानालाई हेरौँ पटक पटक, नयाँलाई हेरौँ एकैपटक चुपचाप घन्टी छाप।